ल ल 90 डिग्रीको उहिले ल आयो उहिले ल ओहो साथी गाइस वेलकम टू माय न्यू ब्लॉग। तो कैसे आप लोग, उम्मीद है कि आप लोग बहुत ही अच्छे और मस्त रहेंगे। तो मैं अभी फ़िलहाल मेरे अपने गैरेज से वीडियो स्टार्ट कर रहा हूँ और मेरा आप बाइक देख ही चुके होंगे कि कितना खतरनाक है। मैं इसी से आज राइड करने वाला हूँ। तो मेरा यही स्पीड है और इसमें एक ऐसा खूबी है, एक सेल्फ में स्टार्ट हो जाता है। तो देख सकते हो आप लोग, स्टार्ट हो गया। इसी से हम राइड करने वाले हैं। तो वीडियो में आप लोग पूरे अंत तक लास्ट तक बने रहिएगा क्योंकि आज का वीडियो बहुत ही इंटरेस्टिंग होने वाला है। हाम्रो 1 piece स्कुटर ल एक राइड ल छिले अब उहिले हान्ने उहिले त राइड ल म त यसरी लदे भन्ने छ त एउटा टिकटकमा भाइरल भएको थियो त्यस्तै भयो त यस्तो यार उसले हान्न लास्टै गाह्रो छ यार। के भनौँ, म एकचोटि फेरि अझै ट्राई गर्छु। ल धन्न बच यार, के भनौँ। हेरिराखौँ के त हो जान्छ नेक्स्ट शैली ल फेरि सक्छ त कसैले यतिको उहिले यो दामी भयो यार। यसको त अनि फेरि हत्रै छ नि फेरि हत्रै बवाल कस्तो लाग्यो उहिले एकदम राम्रो लाग्यो यार, एकदम खतरा भयो यार। यो फर्स्ट उहिलेमा अलिकति पल्थ्यो यो विषयमा के भन्न चाहन्छ? यो विषयमा यार फर्स्ट गरिरहेछु, अहिले बिस्तारै सही भइहाल्छ। अहिले त लास्टै बस्यो यार, यता ढुङ्गा के थियो तर केही पनि भएन यार, सबै ठिक छ, राम्रो छ। ट्राई गर्दै गर्नु, हजुर ट्राई गर्दै गर्दै हुन्छ एक दिन योबाट ल फेरि एकचोटि ट्राई ल लास्ट अझै गर्छु।
दामी दामी ओहो ल ल 90 डिग्रीको उहिले लगायो खतरा आयो उहिले हान्न नि गाह्रो छ पात फुट्दा निकाल्ने धन्दा ठिक भयो हो न त के गइरहेको नत्र सब जान्थ्यो ल कसैलाई उहिले हान्न छ भने यस्तो सुनसानमा यतिको साधन बनाएर हान्दा हुन्छ त कसैलाई केही डिस्टर्ब छैन यता घरहरू केही छैन हामीहरू यस्तो साइडमा आएछु कुनै केटाहरूको केही डिस्टर्ब नहुने त्यस्तो बाटोमा आएर हामीहरू भिडियो बनाइरहेको छु त्यस्तो हजुरले केही गाह्रो नमान्नु किनकि हामीहरू जो यस्तो ठाउँमा आएछु त्यहाँ कुनै केटाहरू केही पनि छैन यो हेर्नुहोस् होला एउटा पनि घर देख्दैन पुरै खाली छ हामीहरू यस्तो ठाउँमा आएर बनाउँछु भिडियो कुनै मान्छे डिस्टर्ब पनि नहुने रमाइलो पनि हुने ल भिडियो अच्छा राम्रो लाग्यो त्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब एकदम ठोकेर गर्नु ल यो दाइलाई हेर्नु यो दाइ पनि बाइक हेर्नुहोस् लिएर आइरहेछ खतरा यो दाइ पनि उसले हान्छ अहिले हामीसँग भिडियो बनाउन यार केटाहरू केही पनि छैन हामीसँग गोप्रो पनि भएपछि हामीहरू गरिहाल्थ्यो यो फोन छ फोनले त केटाहरू जसै पनि चाहियो ल यो साथी पनि अब सायद उसले हान्नको लागि सोचिरहेको थियो ल हेर्नुहोस् पेट्रोल छैन चेनी पेट्रोल पनि छैन यार सकेर यार यस्तो बाटोमा आएर छु अब कसरी पेट्रोल गर्नु दबाएर राख्नु न पेट्रोल सक्यो जाऊँ न उता मोम बनाउँछु ल हेलिकप्टर आयो हेलिकप्टर त्यसपछि हेरिरह के कराएको भन्दै त्यसपछि
Hello, jom na. Udah. Lain. Udah mau berapa? Right. साफ सामानहरू केही छैन स्कुटरको नाङ्गो दाज है डान्स यता मर्किन्छ उता मर्किन्छ साइलेन्सर नि छैन त्यसमा साइलेन्सर छैन क्या त्यो फुच्चीहरू तिनीहरू टक्क उके यो हातले बनाएको भन्दै थियो कि त्यो स्कुटरहरू खतरै स्कुटर वान ट्याप स्टार्ट हो नि फेरि वान ट्याप स्टार्ट हेर्दा नराम्रो देखियो नि होइन एकचोटिमै स्टार्ट भइदिनु जान्छ त त्यो सासु चलाउँदा उहिले हान्न नसके नि स्टार्ट ल अहिले यति भनौँ अब पेट्रोल नि भ्याइन लाग्यो त त्यही भनौँ हामीहरू यस्तो ठाउँमा आउनुभएको कि यहाँ पेट्रोलहरू केही पनि पाउँदैन हामीहरू पुरै लास्टै गाउँमा जुन गाउँ हुन्छ नि डाँडा माथि त्यस्तो डाँडामा आएको छु और म और मेरो एउटा यो साथी छ हेर्नुहोस् भिडियो कस्तो लाग्यो राम्रो लागेपछि लाइक कमेन्ट एन्ड सब्सक्राइब जरुर गर्नु होला ठोकिदिइहालौँ न होइन हजुर एकदम ठोकिदिइहालौँ के छ र अब हामीहरू यहाँबाट अब यहाँ माथि जाने बाटो त थाहा छैन हामीहरू यत्तिकै हिँडेर आइछु अब कस्तो बाटो कहाँ के छ यो साथीले उल्ली हान्न सोचिरहेको छ यार उल्ली हान्न यसलाई स्कुटीले त लास्टै गाह्रो हुन्छ तर साथीले ट्राई गरेको पिकअपै नपुगे जस्तो लाग्यो हजुर क्या त्यस्तै हुन्छ ल यो स्टार्ट गरेछ एक सेलमै स्टार्ट जे जस्तो हेर्दा नराम्रो देखियो नि तर फेरि कन्डिसन त अब उहिले हान्ने
उहिले तराई ल के हो साथी गाह्रो छ के त हो गाह्रो छ म त यसरी लदे भन्ने छ त एउटा टिकटकमा भाइरल भएको थियो त्यस्तै भयो त यस्तो यार उसले हान्न लास्टै गाह्रो छ यार के भनौँ एकचोटि फेरि अझै ट्राई गर्छु ल धन्न भयो यार के भनौँ हेरिराखौँ के त हो जान्छ नेक्स्ट शैली ल फेरि सक्छ त कसैले यतिको उहिले हाल्न कसैले सक्छ यो दामी दामी भयो यार यसको त अनि फेरि खतरै छ नि फेरि खतरै बवाल कस्तो लाग्यो उहिले एकदम राम्रो लाग्यो यार एकदम खतरा भयो यार यो फर्स्ट उहिलेमा अलिकति पल्थ्यो यो विषयमा के भन्न चाहन्छ यो विषयमा यार फर्स्ट गरेछ अहिले बिस्तारै सही भइहाल्छ अहिले त लास्ट इयर बसेर यता ढुङ्गा के थियो तर केही पनि भएन सबै ठिक छ राम्रो छ तराई गर्दै गर्नु तराई गर्दै गरेर हुन्छ एक दिन योबाट ल फेरि एकचोटि तराई ल लास्ट दामी ओहो ल ब्याङ्क बितिक्रीको उहिले ल आयो खतरै आयो उहिले ल ओहो साथी के छ गाह्रो छ के त हो उहिले हान्न नि गाह्रो छ हात फुट्दा निकाले धन्दा ठिक भयो हो न त के नत्र त सब जान्थ्यो कसैलाई उहिले हान्न छ भने यस्तो सुनसानमा यतिको साधन बनाएर हान्दा हुन्छ त कसैलाई केही डिस्टर्ब छैन यता घरहरू केही छैन हामीहरू यस्तो साइडमा आएछौँ कुनै केटाहरूको केही डिस्टर्ब नहुने त्यस्तो बाटोमा आएर हामीहरू भिडियो बनाइरहेको छौँ त्यस्तो हजुरले के गाह्रो नमान्नु किनकि हामीहरू जो यस्तो ठाउँमा आएछौँ त्यहाँ कुनै केटाहरू केही पनि छैन यो हेर्नुहोस् होला एउटा पनि घर देख्दैन पुरै खाली छ हामीहरू यस्तो ठाउँमा आएर बनाउँछु भिडियो कुनै मान्छे डिस्टर्ब पनि नहुने अरमालु पनि हुने ल भिडियो अच्छा राम्रो लाग्यो त्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब एकदम ठोकेर गर्नु ल यो दाइलाई हेर्नु यो दाइ पनि बाइक इन्स लिएर आइरहेछ खतरा यो दाइ पनि उसले हान्छ अहिले हामीसँग भिडियो बनाउन यार केटाहरू केही पनि छैन हामीसँग गोप्रो पनि भएपछि हामीहरू गरिहाल्थ्यो यो फोन छ फोनले त केटाहरू जसै पनि चाहियो ल यो साथी पनि अब सायद उसले हान्नलाई सोचिरहेको थियो ल हेर्नुहोस् पेट्रोल छैन पेट्रोल पनि छैन यार सकेर यार यस्तो बाटोमा आएर छु अब कसरी के गर्नु दबाई राख्नु पेट्रोल सक्यो बोतल आउँछ ग्यास टक्क सब बोतलै बोतल सबै बोतल छ तल चाहिँ यहाँनिर चाहिँ स्विमिङ छ कस्तो लाग्यो बोतल हाउस एकदम खतरा बवाल छ यार बोतल हाउस पुरै बोतलको बनाइरहेछ कि एउटा पनि यताउता केही पनि हालेको छैन पुरै बोतलको रहेछ यहाँ टक्क रहेछ तर सबै बोतलै बोतलको बवाल हुन खाएको त
ban factory. Jam Guruji jam. रात पर सही बताओ कस्तो छ स्पिकर भर्खर भनेको थियो तुझे हान्न आउँछ मलाई त आउनु निकाल्ने हो